आज हामी एउटा निकै महत्त्वपूर्ण र भनौँ न समसामयिक विषयमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नेपाली नागरिकको मताधिकार। तर अलि फरक कोणबाट हेर्दैछौँ। खास गरी विदेशमा बस्ने लाखौँ नेपाली अनि सँगसँगै आफ्नै देशको राजधानी काठमाडौँमा अस्थायी रूपमा बस्ने तर भोट हाल्न नपाइरहेका नागरिकहरूको सन्दर्भमा। तपाईँलाई थाहै छ होला, देशमा भर्खरै राजनीतिक फेरबदल भएको छ, एउटा अन्तरिम सरकार बनेको छ अनि उसको काँधमा आउँदो फागुनभित्र जसरी पनि चुनाव गराउने ठूलो जिम्मेवारी छ। यस्तो बेलामा फेरि एकपटक विदेशमा रहेका नेपालीको भोटको अधिकारको मुद्दा जोडतोडले उठेको छ। यो विषयलाई अलिक खेलाउनलाई हामीसँग एउटा निकै सान्दर्भिक स्रोत पनि छ। दीपक पौडेलज्यूले लेख्नुभएको विदेशमा नेपाली मताधिकारको जटिलता शीर्षकको लेख। यसले विदेशमा रहेका नेपालीको मताधिकारको सम्भावना अनि यसका अनेकौं चुनौतीहरू मात्रै होइन कि एउटा अर्को महत्त्वपूर्ण तर अक्सर ओझेलमा पर्ने गरेको विषय, राजधानीमै रहेर पनि भोट हाल्न नपाउनेहरूको समस्या। आजको हाम्रो उद्देश्य के हो भने यही स्रोतमा टेकेर यी जटिलताहरूलाई बुझ्ने र सम्भावित समाधानका बाटाहरू के हुन सक्छन् भनेर पहिल्याउने हो। ल सुरु गरौँ है त यो विषयको तहसम्म पुग्ने प्रयास। विदेशमा रहेका नेपालीको मताधिकारको बहस त वर्षौंदेखि चलिरहेको विषय हो, होइन र? हो, यो कुनै आजको नयाँ विषय त हुँदै होइन। दशकौं भइसक्यो होला विदेशमा रहेका नेपाली नागरिकहरूले आफ्नो भोट हाल्ने अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने माग उठेको। यो केवल अधिकारको कुरा मात्रै पनि होइन। वास्तवमा उहाँहरूले देशको अर्थतन्त्रमा जुन योगदान गर्नुभएको छ त्यसको कदर गर्ने र लोकतान्त्रिक प्रक्रियामा उहाँहरूको सहभागिता पनि त सुनिश्चित गर्ने विषय हो नि यो। तर माग जति पुरानो र जायज भए पनि यसलाई कार्यान्वयन गर्ने पक्ष चाहिँ सधैँ अलि जटिल, अलि चुनौतीपूर्ण नै रहँदै आएको छ। जटिलताको कुरा गर्दाखेरि सर्वोच्च अदालतले देशको सबैभन्दा माथिल्लो न्यायिक निकायले त 2074 सालमै विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउनु भनेर सरकारको नाममा आदेश दिएको थियो नि। त्यो आदेश आएको पनि यतिका वर्ष भइसक्यो। यति महत्त्वपूर्ण आदेश, त्यो पनि सर्वोच्च अदालतबाटै आएको, किन अहिलेसम्म कार्यान्वयन हुन सकेन होला? के कुराले रोक्यो होला यति लामो समयसम्म? केही कानुनी अडचनहरू थिए कि या अरू नै केही? तपाईले एकदमै सही ठाउँमा समात्नुभयो। सर्वोच्च अदालतको त्यो आदेश वास्तवमै एउटा कोशेन ढुङ्गा नै थियो। त्यसले विदेशमा रहेका नागरिकको मताधिकारलाई संवैधानिक र कानुनी रूपमै स्थापित गरिदियो। तर कस्तो हुँदो रहेछ भने आदेश आउनु र त्यसलाई जमिनमा उतार्नु बिल्कुल फरक कुरा रहेछ। कार्यान्वयनमा चाहिँ थुप्रै गाँठाहरू देखिए। पहिलो त आदेश त आयो, तर त्यसलाई कार्यान्वयन गर्न चाहिने जुन विस्तृत कानुनहरू चाहिन्छ, नियमावलीहरू चाहिन्छ, ती समयमै बनेनन्। हुन त सरकारले चाहेको भए अध्यादेश मार्फत पनि बाटो खोल्न सक्थ्यो होला, तर त्यसमा कता कता त्यो राजनीतिक इच्छा शक्तिको कमी देखियो कि भन्ने प्रश्न पनि उठ्छ क्या। भनेपछि कानुनी भन्दा पनि राजनीतिक इच्छा शक्ति र व्यवस्थापकीय क्षमताको कमी मुख्य कारण रह्यो त। कानुन एउटा पाटो भयो हो, तर त्यो भन्दा पनि ठूलो चुनौती चाहिँ व्यवस्थापन र प्रविधिमा देखियो के। एकछिन सोचौँ न, आज विश्वका 170 भन्दा बढी देशमा नेपालीहरू छरिएर बस्नु भएको छ। अब परम्परागत तरिकाले जस्तो नेपालमा चुनाव हुन्छ नि, मतपत्र छाप्ने, ठाउँ ठाउँमा मतदान केन्द्र बनाउने, कर्मचारी खटाउने, मतपेटिका सुरक्षित ल्याउने, यो सबै प्रक्रिया विदेशमा रहेका सबै नेपालीलाई समेटेर गर्न कति सम्भव होला? यसको लागत कति आउला? कति जनशक्ति चाहिन्छ? अनि त्यो सुरक्षा व्यवस्थापन कसरी गर्ने? यी प्रश्नहरूको व्यावहारिक उत्तर खोज्न निकै गाह्रो छ। यो असाध्यै खर्चिलो र व्यवस्थापकीय हिसाबले पनि निकै बोजिलो प्रक्रिया हो। हो, त्यो त अनुमान गर्न सकिन्छ। खर्चिलो त पक्कै हुन्छ। तर अहिले त हामी डिजिटल युगमा छौँ नि। बेला बेलामा अनलाइन भोटिङको कुरा पनि सुनिन्छ। विदेशमा रहेकाहरूका लागि यो प्रविधि एउटा समाधान हुन सक्दैन र? संसारका कतिपय देशले यस्तो अभ्यास सुरु गरिसकेको पनि भनिन्छ। अनलाइन भोटिङ सैद्धान्तिक रूपमा त निकै आकर्षक विकल्प हो र भविष्यमा यो आवश्यक पनि पर्ला। तर यसको कार्यान्वयन पनि सोचे जस्तो सजिलो चाहिँ छैन। एउटा सुरक्षित, भरपर्दो अनि सबैको पहुँचमा हुने अनलाइन भोटिङ प्रणाली बनाउनु आफैमा ठूलो प्राविधिक चुनौती हो।
यसमा सबभन्दा ठूलो चिन्ता त सुरक्षाकै हुन्छ, सिस्टम ह्याक हुने होइन, भोट तलमाथि हुने, मतदाताको गोपनीयता भङ्ग हुने जोखिम हुन्छ। अर्कोतिर के विदेशमा रहेका सबै नेपालीसँग इन्टरनेट र त्यो चाहिने डिभाइसको सहज पहुँच छ त? पहुँच हुनेहरूमा पनि त्यो प्रविधि प्रयोग गर्ने ज्ञान र विश्वास छ त? अनि सिस्टम बनिसकेपछि पनि त्यसको व्यापक परीक्षण गर्नु पर्यो, प्रमाणीकरण गर्नु पर्यो, जनस्तरमा त्यसप्रतिको विश्वास जगाउन समय लाग्छ। निर्वाचन आयोग जसले चुनाव गराउने मुख्य जिम्मेवारी बोकेको छ, उसँग आगामी फागुनको चुनावलाई हेरेर यति छोटो समयमा यो सबै तयारी गर्ने क्षमता र स्रोत साधन छ जस्तो चाहिँ देखिँदैन। त्यसो भए अनलाइन भोटिङ तत्काल सम्भव छैन। अरू विकल्पहरू नै, जस्तो विभिन्न देशमा रहेका नेपाली दूतावास वा नियोगहरूमा मतदान केन्द्र राख्ने अथवा हुलाक मार्फत मतपत्र पठाएर भोट हाल्ने, पोस्टल भोटिङ भन्छन् नि, ती कतिको व्यावहारिक छन् त? ती विकल्पहरू पनि छलफलमा नआएका होइनन्। दूतावासमा मतदान केन्द्र राख्ने कुरा गर्दा पहिलो समस्या त के हो भने नेपालका दूतावास वा महावाणिज्य दूतावासहरू विश्वका सबै देशमा छैनन् जहाँ नेपालीहरूको बाक्लो उपस्थिति छ। जहाँ छन् नि त्यहाँ पनि ती नियोगहरूमा सबै नेपालीको सहज पहुँच नहुन सक्छ। कोही दूतावास भएको सहरभन्दा धेरै टाढा दुर्गम ठाउँमा काम गरिरहेका हुन सक्छन्। उनीहरू भोट हाल्नकै लागि 100 किलोमिटर यात्रा गरेर आउनुपर्ने अवस्था हुन सक्छ, जुन फेरि अर्को व्यावहारिक कठिनाई भयो। यसका लागि पनि त कर्मचारी, पूर्वाधार, सुरक्षा व्यवस्थापन सबै चाहियो नि। अनि हुलाकबाट भोट हाल्ने नि, त्यो त कम खर्चिलो होला कि? हुलाकबाट मतदान गर्ने पोस्टल भोटिङ प्रणाली तुलनात्मक रूपमा कम खर्चिलो देखिएला, तर यसको विश्वसनीयता र त्यो समयमा हुन्छ कि हुँदैन भन्नेमा प्रश्न उठ्छ। मतपत्र पठाउने, मतदाताले भोट हालेर फिर्ता पठाउने र त्यो मतगणना स्थलसम्म आइपुग्ने प्रक्रिया कति सुरक्षित हुन्छ? मतपत्र बीचमै हराउने, तलमाथि हुने सम्भावना कति रहन्छ? विभिन्न देशको हुलाक प्रणालीको गति र विश्वसनीयता फरक हुन्छ। तोकिएको समयभित्र सबै मत आइपुग्छ भन्ने के ग्यारेन्टी? यी सबै प्रश्नहरूको चित्तबुझ्दो जवाफ र समाधान बिना यो प्रणाली पनि लागू गर्न कठिन छ। विशेष गरी फागुनसम्मको यति छोटो समयावधिमा यी कुनै पनि विकल्पका लागि चाहिने बृहत तयारी, मतदाता नामावली सङ्कलन र अध्यावधि गर्नेदेखि लिएर मतदान र मतगणना प्रक्रिया टुङ्ग्याउनेसम्म पूरा गर्न लगभग असम्भव जस्तै देखिन्छ। यसको मतलब त आगामी चुनावमा विदेशमा रहेका सबै नेपालीले भोट हाल्न पाउने सम्भावना लगभग छैन भन्दा हुन्छ। कतै सांकेतिक रूपमा लौ हामीले सुरु त गर्यौं यी भनेर देखाउन मात्रै केही सीमित ठाउँमा मात्रै सुरु गर्ने प्रयास पो हुने हो कि? त्यो सम्भावनालाई नकार्न सकिन्न। राजनीतिक रूपमा केही त गर्यौं भनेर देखाउनलाई सीमित स्रोत साधनले भ्याउने केही देशका दूतावासमा, जहाँ नेपालीको संख्या पनि धेरै छ र व्यवस्थापन गर्न अलि सहज होला, त्यहाँ सांकेतिक रूपमा मतदान सुरु गर्न सकिएला। तर यसले मूल समस्यालाई त सम्बोधन गर्दैन नि। जब लाखौं मतदाता विदेशमा छन् अनि केही हजार वा 100ले मात्र भोट हाल्न पाउने अवस्था आयो भने त्यसले झन ठूलो प्रश्न खडा गर्छ। सबै नागरिकलाई समान रूपमा मताधिकारको अवसर दिन नसक्दा चुनावको निष्पक्षता र समावेशितामाथि नै गम्भीर प्रश्न उठ्न सक्छ। किन निश्चित देश वा शहरमा बस्नेले मात्र? विदेशमा रहेका नेपालीहरूको मताधिकारको यो जटिलता साँच्चै पेचिलो गएछ। तर अब हामी दीपक पौडेलको लेखले औँल्याएको अर्को एउटा निकै चाखलाग्दो र महत्त्वपूर्ण पाटोतर्फ लागौँ न त। यो यस्तो विषय हो जसमाथि सायद हामीले पर्याप्त ध्यान दिएकै छैनौँ कि? विदेशको भोटको यत्रो बहस हुँदा आफ्नै देशको राजधानी काठमाडौँ उपत्यकाभित्रै लाखौं मानिस व्यवहारतः मतदानबाट वञ्चित छन् भन्ने कुरा लेखमा उठाइएको छ। मलाई त यो सुन्दा सुरुमा अलि अनौठी लाग्यो क्या। राजधानीमै बसेर कसरी भोट हाल्न नपाउनु, यो कसरी सम्भव छ र? यो साँच्ची नै विचार गर्नुपर्ने र गम्भीर विषय हो, जसलाई लेखकले निकै सटिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। वास्तविकता के हो भने नि, काठमाडौँ उपत्यका त देशको आर्थिक, शैक्षिक, प्रशासनिक र रोजगारीको मुख्य केन्द्र भयो होइन? यहाँ पढ्न, व्यापार व्यवसाय गर्न, सरकारी वा निजी क्षेत्रमा जागिर खान अनि ज्याला मजदुरी गर्न देशका विभिन्न भागबाट लाखौं मानिस आएर अस्थायी रूपमा बसेका छन्। उनीहरू वर्षौंदेखि यहीँ बस्छन्, यहीँ काम गर्छन्, यहीँको समाजमा घुलमिल भएका हुन्छन्, यहाँको राजनीति र विकास निर्माणबाट प्रत्यक्ष प्रभावित हुन्छन्। तर के समस्या कहाँनिर आउँछ त त्यसो भए? समस्या आउँछ चुनावको बेला।
ती लाखौं मानिसको नागरिकता र मतदाता नामावली कहाँ हुन्छ त भन्दा उनीहरूको स्थायी ठेगाना अर्थात् उनीहरूको गाउँ वा जिल्लामै हुन्छ। नेपालको अहिलेको कानून अनुसार उनीहरूले भोट हाल्नका लागि आफ्नो मतदाता नामावली जहाँ छ त्यहीँ पुग्नुपर्छ। अब सोचौँ त, चुनावको त्यो सीमित छुट्टीमा काठमाडौँमा दैनिक ज्याला गरेर गुजाला चलाउने एक मजदुर अथवा होस्टेलमा बसेर पढ्ने एक विद्यार्थी वा सानोतिनो जागिर गर्ने एक कर्मचारीका लागि हजारौं रुपियाँ खर्च गरेर घण्टौं वा दिनौं लगाएर भोट हाल्नकै लागि आफ्नो स्थायी ठेगाना जानु कति सहज होला? यो खर्च र समय सबैले बिहोर्न सक्दैनन्। परिणाम के हुन्छ त भन्दा राजधानीमै भौतिक रूपमा उपस्थित भएर पनि व्यावहारिक र आर्थिक कारणले गर्दा यी लाखौं नागरिक आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन पुग्छन्। बापरे, यो त मैले सोचे भन्दा धेरै गहिरो र व्यापक समस्या पो रहेछ। विदेशमा बस्नेको भोटको अधिकारको राष्ट्रिय बहस चलिरहँदा देशभित्रै, त्यो पनि राजधानी जस्तो ठाउँमा यति ठूलो संख्यामा नागरिकहरू यसरी मताधिकारबाट बाहिर रहनु, यो त लोकतन्त्रकै लागि एउटा ठूलो कमजोरी भएन र? यसको मतलब के हो त? के हाम्रो मताधिकार सम्बन्धी बुझाइ नै साँघुरो भयो कि कसो? निश्चय पनि यसले हाम्रो लोकतान्त्रिक अभ्यास र मताधिकार सम्बन्धी बहस कति अपुरो र एकाङ्गी छ भन्ने कुरा छर्लङ्ग देखाउँछ। भौगोलिक रूपमा देश बाहिर रहेका नागरिकको मताधिकारको सवाल निस्सन्देह महत्त्वपूर्ण छ, एकदमै महत्त्वपूर्ण छ र त्यसलाई सम्बोधन गर्नै पर्छ। तर देशको मुटुमै राजधानीमै रहेर पनि आर्थिक र व्यावहारिक बाधाका कारणले मताधिकार प्रयोग गर्न नपाउने लाखौं नागरिकको मुद्दा पनि उत्तिकै, सायद त्योभन्दा पनि बढी गम्भीर छ। उनीहरू राजधानीको दैनिक जीवन, अर्थतन्त्र र राजनीतिबाट प्रत्यक्ष प्रभावित छन्, तर नीति निर्माण प्रक्रियामा आफ्नो आवाज मत मार्फत व्यक्त गर्न पाउँदैनन्। यो त लोकतान्त्रिक समावेशिता र प्रतिनिधित्वको सिद्धान्त विपरीत भयो। यसले राज्य र नागरिक बीचको दूरी झन बढाउँछ। हो नि, यो त निकै गम्भीर र सोचनीय विषय रहेछ। त्यसो भए यसको समाधान के हुन सक्छ त? के लेखकले आफ्नो लेखमा यसबारे केही व्यावहारिक उपाय सुझाउनु भएको छ? विदेशको त तत्काल गाह्रो देखियो कि देशभित्रै रहेका यी नागरिकका लागि केही गर्न सकिँदैन त? हो, लेखकले यहीँनिर एउटा निकै रोचक, व्यावहारिक र सम्भवतः तत्काल गर्न सकिने समाधानको प्रस्ताव अघि सार्नु भएको छ। उहाँको तर्क के छ भने, यदि विदेशमा रहेका सबै नेपालीलाई आगामी चुनावमा तत्कालै मताधिकार दिन प्राविधिक, व्यवस्थापकीय र कानूनी कारणले सम्भव छैन भने कम्तीमा राजधानी काठमाडौँ उपत्यकामा अस्थायी रूपमा बसोबास गरिरहेका तर आफ्नो स्थायी ठेगानामा जान नसक्ने नागरिकहरूलाई यही मतदान गर्ने व्यवस्था मिलाएर किन सुरुवात नगर्ने त? यो एउटा चाखलाग्दो प्रस्ताव हो, तर यो कसरी सम्भव होला? यसको प्रक्रिया कस्तो हुन सक्छ? के यसले थप जटिलताहरू निम्त्याउँदैन र? जस्तो एउटै व्यक्तिले दुई ठाउँमा भोट हाल्ने सम्भावना हुँदैन? व्यवस्था मिलाउनु पर्ने हुन्छ, तर यो असम्भव भने छैन क्या। निर्वाचन आयोगले यसको मोडालिटी बनाउन सक्छ। जस्तो कि चुनाव घोषणा भएपछि काठमाडौँमा अस्थायी बसोबास गरिरहेका र आफ्नो स्थायी ठेगानामा गएर भोट हाल्न असमर्थ हुने मतदाताहरूका लागि अनलाइन वा निश्चित स्थानमा गएर दर्ता गर्ने व्यवस्था गर्न सकिन्छ। उनीहरूले आफ्नो मतदाता परिचय पत्र र अस्थायी बसोबासको, जस्तै कोठा भाडाको सम्झौता, पढिरहेको कलेज विश्वविद्यालयको सिफारिस वा काम गरिरहेको अफिसको पत्र जस्ता कुनै प्रमाण पेश गर्नुपर्ने हुन सक्छ। त्यसका आधारमा आयोगले उनीहरूको नाम अस्थायी मतदाता सूचीमा समावेश गर्ने र उनीहरूलाई काठमाडौँ उपत्यकाभित्रै निश्चित मतदान केन्द्रहरू तोकेर आफ्नो क्षेत्रका उम्मेद्वारलाई भोट हाल्ने व्यवस्था मिलाउन सक्छ। प्रविधिको प्रयोग गरेर दोहोरो मतदानको सम्भावनालाई रोक्न सकिन्छ। सुरुमा केही चुनौती आए पनि यो गर्नै नसकिने काम चाहिँ होइन। रे सुन्दा त यो निकै सकारात्मक र व्यावहारिक उपाय जस्तो लाग्यो। यसले त तत्कालै लाखौं नागरिकलाई उनीहरूको मौलिक अधिकार प्रयोग गर्ने अवसर दिन्छ। साथै यसले भोट हाल्नकै लागि हुने हजारौंको खर्च र समय पनि त बचत गराउँछ नि, होइन र? यसका दुईवटा महत्त्वपूर्ण फाइदाहरू देख्छु म।
पहिलो र सबैभन्दा महत्त्वपूर्ण फाइदा त यही हो कि यसले राजधानीमा रहेका लाखौं अस्थायी मतदातालाई मताधिकार सुनिश्चित गर्छ, जसले लोकतन्त्रमा नागरिक सहभागितालाई साँच्चै अर्थपूर्ण बनाउँछ। उनीहरूले पनि राज्य निर्माणमा आफ्नो भूमिका निर्वाह गर्न पाउँछन्। दोस्रो र अलि दूरगामी महत्त्वको फाइदा के हो भने यसरी राजधानीमा अस्थायी मतदाताको व्यवस्थापन गर्दा निर्वाचन आयोग र सरकारलाई महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त हुन्छ। ठूलो संख्यामा अस्थायी मतदाताको नामावली कसरी सङ्कलन गर्ने, कसरी रुजु गर्ने, कसरी प्रमाणीकरण गर्ने, कसरी मतदान प्रक्रियालाई सहज र सुरक्षित बनाउने, प्रविधिको प्रयोग कसरी प्रभावकारी ढङ्गले गर्ने भन्ने जस्ता अनेकौं प्राविधिक र व्यवस्थापकीय पक्षमा अनुभव हासिल हुन्छ। यही अनुभव र सिकाइ भोलि गएर विदेशमा रहेका नेपालीहरूको मताधिकारको व्यवस्था गर्दाखेरि एउटा बलियो आधार बन्न सक्छ। बिल्कुल, यो त एक किसिमले भविष्यको लागि पाइलट प्रोजेक्ट वा परीक्षण परियोजना जस्तै पो भयो त। विदेशको जटिल समस्या हल गर्नुअघि देशभित्रै यो मोडल सफल बनाउन सकियो भने त यसले आत्मविश्वास पनि बढाउँछ नि। साथै यसले सरकार र निर्वाचन आयोग साँच्चै नागरिकको मताधिकारप्रति संवेदनशील छन् र समस्या समाधानका लागि व्यावहारिक कदम चाल्न तयार छन् भन्ने एउटा सकारात्मक सन्देश पनि जान्छ। विदेशको मुद्दा जटिल छ भन्दै हात बाँधेर बस्नुभन्दा देशभित्रै गर्न सकिने र गर्नुपर्ने कुराबाट सुरु गर्दा राम्रो देखिन्छ नि, होइन र? निश्चय पनि हो नि। यसले मताधिकारको बहसलाई थप फराकिलो, समावेशी र यथार्थपरक बनाउँछ। विदेशमा रहेका नागरिकको अधिकारको माग 100% जायज हुँदाहुँदै पनि देशभित्रै रहेर पनि मताधिकारबाट वञ्चित हुन बाध्य पारिएका नागरिकहरूलाई समेट्नु राज्यको पहिलो र तत्कालको दायित्व हो भन्ने कुरा स्थापित हुन्छ। यो समाधानले पहुँच र समावेशिता केवल भौगोलिक दूरीले मात्र निर्धारण गर्दैन, बरु आर्थिक र व्यावहारिक पक्षले पनि गर्छ भन्ने सत्यलाई स्वीकार गर्छ। आजको यो छलफल निकै जानकारीमूलक रह्यो। दीपक पौडेलको लेखमा आधारित भएर हामीले मताधिकारका दुई पेचिला पक्षहरूलाई केलायौं। यसबाट केही मुख्य कुराहरू स्पष्ट भए जस्तो लाग्छ मलाई। पहिलो त विदेशमा रहेका लाखौं नेपालीलाई आगामी निर्वाचनमा, जुन अब धेरै टाढा छैन, मताधिकार दिलाउन विद्यमान प्राविधिक, कानुनी र विशेष गरी व्यवस्थापकीय चुनौतीहरू निकै ठूला छन्। अनलाइन भोटिङ होस् वा दूतावास हुलाक मार्फत यो छोटो समयमा सबैलाई समेट्ने गरी विश्वासीय व्यवस्था मिलाउन लगभग असम्भव जस्तै देखिन्छ। त्यति महत्त्वपूर्ण, तर खै ओझेलमा परेको सत्य के हो भने राजधानी काठमाडौँमै पढ्न, काम गर्न वा अन्य विभिन्न कारणले अस्थायी रूपमा बस्ने लाखौं नागरिकको मताधिकारको मुद्दालाई हामीले नजरअन्दाज गरिरहेका छौं। उनीहरू आर्थिक र व्यावहारिक कारणले गर्दा आफ्नो संविधानले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित छन्। यसलाई तत्काल सम्बोधन गर्नु जरुरी छ। र जसरी स्रोतले संकेत गरेको छ, राजधानीका यी अस्थायी मतदातालाई अधिकार दिएर सुरु गर्दा त्यो भविष्यमा विदेशमा रहेका नेपालीहरूको मताधिकार विस्तार गर्ने अभियानका लागि एक महत्त्वपूर्ण सिकाइ, अनुभव र बलियो आधार बन्न सक्छ। आज हामीले मताधिकारको पहुँचका जटिलता र सम्भावनाहरूलाई हेर्यौं, देश बाहिर रहेका नागरिक र देशकै राजधानीमा अस्थायी बसोबास गर्ने नागरिक दुवैको सन्दर्भमा। यसले एउटा गहिरो प्रश्नमा घोट लिन बाध्य बनाउँछ। जब देश निर्माणमा महत्त्वपूर्ण योगदान दिने लाखौं नागरिक, चाहे उनीहरू भौगोलिक रूपमा टाढा हुन् वा देशकै केन्द्रमा रहेर पनि व्यावहारिक रूपमा टाढा बनाइएका हुन्, उनीहरूले सहजै आफ्नो प्रतिनिधि छान्न पाउँदैनन् भने हाम्रो लोकतान्त्रिक अभ्यासमा प्रतिनिधित्व भन्ने शब्द साँच्चै कति अर्थपूर्ण र समावेशी छ त? यो विषयमा थप खोज, गम्भीर बहस र अविलम्ब नीतिगत पहल हुन जरुरी देखिन्छ। सायद यो नै आजको छलफलको सबैभन्दा महत्त्वपूर्ण निष्कर्ष हो।